मेरो नाम सुभाष चन्द्र ढुङ्गाना। म शेयर विश्लेषक तथा लगानीकर्ता। म आज शेयर मार्केट सम्बन्धी तपाईहरुले राख्नुभएको प्रश्नहरु सम्बन्धी चाहिँ छलफल गर्नेछु। केही समूह वा कम्पनीको शेयर भावमा अस्वाभाविक वृद्धि देखिएको छ। यस्तो हुँदा सिद्धान्तले त्यसैगरी शेयर भाव घट्छ भन्छ। त्यस्ता कम्पनीको शेयर भाव त्यसैगरी घट्यो भने बजारलाई पनि सँगै तल झर्ला भनेर सोध्नु भएको छ। थ्योरिटिकल भन्दाखेरि चाहिँ मार्केट किन बढ्छ भन्दा घट्नको लागि बढ्छ हैन, किन घट्छ भन्दा बढ्नको लागि घट्छ भन्ने मान्यता हो। र जसरी बढेको छ त्यसरी घट्छ भन्ने अर्को मान्यता पनि हुन्छ र यो न्युटन थर्ड ल अफ मोसनले पनि जसरी बजारिन्छ त्यसरी माथि उफ्रिन्छ भन्ने हिसाबले चाहिँ थ्योरिटिकली हो। तर त्यसलाई चाहिँ के कुराले चाहिँ सपोर्ट गरेर त्यो कम्पनी माथि उचालिएको छ, त्यसमा कर्नरिङ अथवा म्यानिपुलेसन कसरी भइरहेको छ त्यसमा भर पर्छ। सबै कम्पनीहरुको वृद्धि त्यसरी नै हुँदैन। हामीले एक दुईटा कुरा एक्जाम्पललाई लिएर मात्र चाहिँ पुरै ओभरअल मार्केटमा चाहिँ एनालाइसिस गर्न यस्तै नै छ भनेर चाहिँ भन्न अलिकति सुहाउँदैन। ती कम्पनीहरुमा चाहिँ पहिला पनि हामीले देख्यौं भनेदेखि कुनै कम्पनीहरु कुनै अमुक कम्पनी चाहिँ त्यसरी बढेको थियो र बेरिसमा सबभन्दा घटेको कम्पनीहरु पनि तिनीहरु नै थियो। त्यो हिसाबले चाहिँ अलिकति यसमा चाहिँ हामीले ट्रेड गर्ने हिसाबले चाहिँ हेर्न सकियो। तर लङ टर्मको लागि चाहिँ तपाईले सोच्नु भएन। लङ टर्मको लागि सोच्दाखेरि चाहिँ फन्डामेन्टल्ली अथवा केही न केही कुराले त्यसलाई सपोर्ट गरेकै हुनुपर्छ, जसले चाहिँ तपाईलाई चाहिँ अलिकति लामो समयसम्म पनि होल्ड गर्न सकियोस्। तर फन्डामेन्टल्ली स्ट्रङ छ भन्दैमा तपाईले चाहिँ बुल रनमा चाहिँ नबेच्नु भन्न खोजेको होइन। एउटा प्राइस आइसके त्यसमा क्यापिटल गेन पनि गर्न सकियो। यस्तो स्टक छ तपाईलाई डाउट लाग्छ यो चाहिँ म्यानिपुलेसन जस्तो लाग्छ भने त्यसमा चाहिँ ट्रेड गर्दै हुनुहुन्छ भने तपाईले चाहिँ स्टप लसलाई चाहिँ बेच्नु हुँदैन। स्टप लस चाहिँ एकदम क्रुसियल हो। हामीलाई बचाउने ठुलो हतियार भनेको यस्तो स्टकमा चाहिँ जब आफूले सोचेको जस्तो भएन, टार्गेट अचिभ भएन भनेदेखि तपाईले चाहिँ स्टप लस राखेर चाहिँ ट्रेड गर्न सक्नुहुन्छ।